भाँचिसकेको रहेछ त व्हिल प्लस सकअप दुईटैको हेर न मेरो मास्टर गुरु हो जाठा यो ओइ 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 मा साइको हिँडिरहेछ दाजु यहाँ रिम हेर न रिम ओए तू माई भ्लग सबैलाई फेरि स्वागत छ मेरो नयाँ भ्लगमा है आज हामी चाहिँ फेरि लाकुरी भन्ज्याङ के भन्छ आई डोन्ट नो त्यही जाँदैछु हामीसँग दुईवटा V3 दुई तीनवटा एफजेड एउटा चाहिँ भर्जन 3 छ एउटा दुईवटा भर्जन 2 छ है हो यार आज त निकै टाइट भयो जस्तो फिल भइरहेको छ यार बाटो त्यहाँसम्म यस्तै हो गाइज दाइ हेरेर सगाज पेट्रोल नभएर दुईवटा बाइकमा पेट्रोल हाल्न गइरहेछ हामी है साथी कहाँ पुग्यो में 250 का मात्रै झन् त मै क्यास दिन्छु मलाई अनलाइन गरिदियो साथी उड्यो यस्तै हो क्या मान्छेहरू तर्सिन्छ नि त डर लाग्दिन्छ क्या मलाई पुलिसले हेरिरहेको होला मलाई यार को यस्तरी कुदाउनु भनेर म पछाडि हुँ त लास्टमा है म लास्टमा हुन्छु तपाईँहरू अगाडि जानु के जानु औ सेफ राइड है जाँदिन अगाडि जाँदिन आज चाहिँ एक्सिडेन्ट भएको छ सायद मासतिर साथीहरू बिस्तारै जाउँ भन्दा जस्तो बिस्तारै गइरहेछ हामी के जुत्या हो पुलिसी गाडीमा स्पोर्ट भयो ओए बाइक त धस्तै भएर छ त उनी भाँचिसकेको रहेछ त नि यो के अरे व्हिल नै भाँचिसकेको रहेछ त व्हिल प्लस सकअप दुईटैको हेर न
डेन्जरै भयो 220 छ है ठोक्या हो क्या दुबई दुबई भनेको यो बढी जुत्ता है तेलको ट्याङ्की भित्र ताने अगाडि गएर 220 को बन्यो ए सरी कहाँ गयो मेरो साथी यार रिम प्लस यो पनि गइसकेको छ कुन बाइकको एनएसको नि 220 को नि अगाडिको रिम सिम झरामझुरुम कसरी जुत्ता हो खोइ कसरी जुतेको त्यसरी यत्रो रोड जाम साथी वाइल्ड भएको छ है वाइल्ड भएको मान्छेले यहाँबाट रगत निस्किरहेको थियो अनि कहाँबाट यहाँबाट निस्किरहेको थियो भने यहाँबाट पुरै यहाँबाट रगत निस्किरहेको छ पुरै तिनैजना भन्छ पुरै सिरियस छ नजाऊ ओइ मा साइको हिँडिरहेछ दाजु यहाँ गयो बच्यो मास्टिक्स ओ दोस्त आज साइको हिँडिरहेछ यो बाटोमा कसरी निड हान्छ यार जाऊ पछाडि जाऊ न साथ जाम ए साथी आज त के हो चिप्लो छ त नि कसरी नि ढाड्नु भएन नालामा गइरहेको छु क्या म मेरो मास्टर गुरु हो जाठा यो भयो अहिले कस्तो छ भित्र धेरै गयो कि हैन अहिले लेनिङ ठीक थियो अलिकति अगाडि सम्म ल थेट यार बुझ्दैन इसारा नै लिन आने आउँदै ओ मा तर्साइदिएर भित्र गयो त्यहाँ भन्छु सुधाउन यहाँ त धेरै भित्र गइरहेको छस् के यहाँ भित्र गइरहेको छु म अनि यहाँ भित्र कहाँ जाने हो देखोस् यहाँ ठ्याक्कै यहाँ भित्र हाल्के यहाँ हैन त्यो ढुङ्गा फ्याल है जाला ओ मा यही त हो नि सरी A few moments later. चाहिँ है यस्तो भयो लिभरमा 6
पछि भाज्यो क्या त्यो पनि अब कुदाएर लडेको भए हुन्थ्यो नि म्याच यस्तो बिस्तारै लड्या कि समातेर बिस्तारै यस्तो मात्रै छोड्थ्यो पटक्क गयो त्यो मलाई त हाँसिदिरहेको कति स्क्र्याच छ हेर्नु यो सार्लेटहरू केही भएकै छैन समाता यति मात्रै अलि त कहाँ लड्यो अनलाइन हुन्छ ए भइहाल्यो त नि म खाँदिनै चिया लेमन खानु न दाइले नखाने अरे मेरो दादा मेरो त खानुहुन्न क्या दुध चिया भनौँ न 3 एफजेडकै हो त एफजेडकै लाग्छ त एफजेडकै लाग्छ यसमा होइन अनि त्यो 3 जना जुन अघि मैले एक्सिडेन्ट हेरेको थिएँ नि त्यो ठाउँमा त्यो मान्छेहरूको डेड भयो भने सुने यार नराम्रो लाग्यो यार हामी पनि त्यस्तै कुदाइन्छ लिभर भाँच्यो मेरो फकट्यामा खर्च निकाल्दियो यार तर केही छैन सिकिरहेको छु होइन सिक्नलाई लडा होइन क्या म जस्ट नर्मली रोकिरहेको बाइक होइन स्ट्यान्डले गर्दाखेरि झऱ्यो क्या अनि क्याटक्क गऱ्यो के भाँच्यो भनेको त लास्टमा लिभरमा भाँचिर लो यहाँ ऊ बल हालेको छ ओए फेरि रिमसिम सब गयो यार युनिकर्न रहेछ उता माथि फर्केको बुलेट रहेछ नि एक्सिडेन्ट बुलेटसँग ठोक्या रहेछ खोइ बुलेट चाहिँ कहाँ लग्यो होला छैन यहाँ त बाइक बुलेट मान्छे ऊ एउटा यहाँ अब ब्रेकर नदिई भएको छैन होला यो बाटोमा त अर्को मान्छेलाई चाहिँ के भएर एक्सिडेन्ट हेर्छ ल मास्तिरबाट म हेर त पुरै बाङ्गे रहेछ यार सब भाँच्यो त नि तिम्रो मोबाइल बाल न फ्ल्यास बाल न तिम्रो मोबाइलको भर्खर अघि त एउटा एक्सिडेन्ट हेरेर गएको थियो हामी यहाँ फेरि फर्केर आएको फेरि अर्को भइरहेछ निक्लेन हौ माया जाठो चेनै खुलेन बाल त फ्ल्यास बाल न खुल्यौ त रिम हेर न रिम यार यो बाटो लुबुको बाटो जुन छ नि यो माथि लाकुरा भन्ज्याङ जाने बाटो नआउँदा हुन्छ यार अलिक दिनमा लास्टै एक्सिडेन्ट हेऱ्यो आज त 2वटा एक्सिडेन्ट हेऱ्यो क्या प्लस आज यो लुबुमा चाहिँ के थियो भन्दाखेरि खोइ के मतलब प्रोग्राम थियो के थियो आई डोन्ट नो होइन कुनै पर्व थियो होला सायद अनि खाएर हिँडेको छ आज प्रायः मान्छेहरूले त्यही भएर नि होला क्या आज यो बाटो एक्सिडेन्ट भएको तर हामी चाहिँ यो बाटोमा आज स्पिड चाहिँ कुदाएन क्या कि माथि हामी मोडलको बाटो कुदायो अलिकति मैले चाहिँ तर दाइहरू अनि मेरो साथीहरू सबैले बिस्तारै नै गयो होइन म पनि खासा चाहिँ कुदाएको पनि छैन त्यो गाडीलाई खाली गरिदिनु न सर